गुड मर्निङ एन्ड सबैलाई सबै सन्चै हुनुहुन्छ। जस्तो जग्गामा छु हो, बाइक यहाँ छ। मौसम खुलेको छ र आज यो जग्गामा चाहिँ म धेरै लामो समयपछि, किनभने यो बाटो चाहिँ रोड यहाँ छ क्या पर, यहाँ पर रोड छ हो। अन्त त्यही रुटमा जाने आउने गर्छ। विशेष गरी यसले सर्टकट गरिदियो हो। यही चढेर हिँडेपछि यो बाटो हिँड्नै भएन हो। अनि यो बाटो चाहिँ हाम्रो पहिला बजार जाने आउने गर्ने मूल बाटो हो। अब रोड चाहिँ यता आएको छ नि त, अन्त यताबाट जान्छ। अनि यता माथि निस्किनै पाउँदिनँ। आज चाहिँ समय मिलाएर म निस्केको छु। यो जग्गा चाहिँ जुन मेरो नाहिममा नाम थियो हो, त्यहाँबाट स्तर नामकरण भइकन मैले ग्रहण गरेको जग्गा हो। यो चाहिँ यही जग्गामा मैले ग्रहण गरेको थिएँ। अनि म आएको कति समयपछि अब आएको नि यो जग्गा यस्तो छ। अनि विशेष गरी यो जग्गामा आउँदा म धेरैजनालाई सम्झना गर्दछु कि दुईजना बडाहरू त अब फेरि भेट्ने आशामा उहाँ प्रभुमा सुत्नुभयो, जुन भारतबाट हुनुहुन्छ। म सेवागतहरू भनिनँ हो। इमानुएल बडा र सोलेमन बडा चाहिँ प्रभुमा सुतिसक्नुभयो। यो जग्गामै आउनुभएको थियो। मेरो लागि प्रार्थना गरिदिनुहुन्थ्यो यहाँ। र विशेष गरी चाहिँ सबैलाई सम्झना गर्छु, तर दानियल नेम्बाङ दादालाई धेरै सम्झना गर्छु। यही जग्गामा मलाई राखेर प्रार्थना गरिदिनु भएको। अनि तपाईँले गर्दा नै धेरैजनालाई बोलाएर मेरो लागि प्रार्थना गरिदिनु भयो हो। यो जग्गा यो साथमा जुन बडा, विकास बडा, अन्त स्टिफनस दादा, प्रदीप दादा, अनि धेरैलाई सम्झना गर्छु। योजना बडी, फुलमित दिदी, रोमिला बडी, दुर्गास बडी इन्डियाबाट हुनुहुन्छ। उहाँहरूलाई चाहिँ धेरै सम्झना गर्छु। यो जग्गामा उहाँहरूले पनि हुनुहुन्थ्यो। अनि साथमा नेपालबाट वर्णवास बिजेपी चाहिँ, अनि बिन्दु बडी, साथै धेरैजना हुनुहुन्थ्यो। मैले कतिजनाको नामहरू याद गर्न सकिनँ हो, तर यतिलाई याद गरेँ मैले। यो जग्गामा यसरी हामी 2073 सालमा हाम्रोमा चाहिँ स्पेसल मिटिङ थियो। त्यति बेला माघ कति ठ्याक्कै थाहा भएन, त्यो 16-17 गतेतिर होला हो। त्यति बेला आउनुभएको थियो, एक दिन अगाडि आउनुभएको थियो। त्यति बेला यो जग्गामा चाहिँ हामी धेरै थियौँ क्या, त्यो बढी थियौँ। अनि त्यति बेला दानियल नेमाङ दादाले चाहिँ यहाँ माथि फापरसँग उकालो ओह्रालो बाटो छ, त्यो जग्गामा चाहिँ सोध्नुभयो नाम। सोद्धाखेरि नाहिममा भने, त्यति बेला त केटा मान्छेको नाम हो। अन्त उहाँले केही शब्दहरू भन्दै आउनुभयो, ग्रहण गर्नुभयो भन्नुभयो हो। मैले छैन भने, र यो जग्गामा मैले चाहिँ नाहिममा नामलाई उयो गरेर स्तर नामकरण गरिकन यहाँ ग्रहण गरेर प्रार्थना गरिदिनु भएको जग्गा हो। यस्तो छ। ल मेरो लागि सम्पूर्णले प्रार्थना गरिदिनुहोस्। र तपाईँहरूलाई नि सम्झना गर्छु, प्रार्थना गर्छु। कुनै जग्गामा प्रभुले भेट गराउनु भयो भने प्रार्थनामा याद गरौँला हो है। सम्पूर्णमा जय मसी, बाई बाई।